एकचोटि यो भिडियो हेर्नु त साथीहरू, बङ्गालीले हाम्रो नेपाललाई डोमिनेट गरेपछि उहाँ दाइले कति राम्रो जवाब दिनुभएको छ हेर्नुहोस् त। सबैभन्दा पहिले यो भिडियो हेर्न साथीहरू, केही समय अगाडि बङ्गलादेशबाट नेपाल घुम्न आएका एकजना बङ्गाली टुरिस्टले नेपाललाई कसरी डोमिनेट गर्दै बोलेका छन् साथीहरू। নেপালের ট্রাফিকগুলো এত বাজে এর থেকে আমাদের ঢাকা আলহামদুলিল্লাহ। আমি নেপালে 100তে 5ও দেবো না, 100তে 90 দেবো, দুবাইকে 100তে 95 দেবো, ইন্ডিয়াকে আমি 100তে 50 দেবো, ঠিক আছে। আর এই মানে মোটামুটি আমি 5টা দেশ ভিজিট করছি, তাতে সবচেয়ে ব্যাড এক্সপিরিয়েন্স হচ্ছে নেপাল। सुन्नुभयो नि, उनले भनिरहेका छन् 100मा नेपाललाई चाहिँ ट्राफिक रुल्सको विषयमा चाहिँ 100मा 5 पनि दिन्न भनेर भन्छ। बरु चाहिँ दुबईलाई 100मा 90 दिन्छु, इन्डियालाई चाहिँ 100मा 50 दिन्छु, तर नेपाललाई 100मा 5 पनि दिन्न, एकदम ब्याड फिल भयो भनेर भनिरहेको छ। जुन देशको ट्राफिक रुल्स नै छैन, ट्राफिक नियम नै छैन है, अब त्यो देशको मान्छेले चाहिँ नेपाललाई ट्राफिक रुल्सको विषयमा चाहिँ सिकाइरहेको छ। अब उसकै देशको ट्राफिक नियमको विषयमा यो भिडियो। This is a country with no traffic rules. In Bangladesh, you won't find a single bus in good condition. The narrow roads here lead to frequent collisions between buses. Sometimes the bus behind pushes the bus in front of it. Drivers do not follow traffic rules as most of the buses are privately owned. Friction between buses is caused by competition for passengers. The doors are always open. हेर्नुभयो साथीहरू, बङ्गलादेशको ट्राफिक रुल्स कस्तो रहेछ। हाम्रो नेपाललाई डोमिनेट गर्न आउँछ सालेहरू। सक्दो सेयर गर्नु होला साथीहरू।